Hello everyone, this is Goki Art Studio. Welcome back with another video. Today I am going to show you the day off as an art teacher. Topic is how to draw treehouse and color it properly by using watercolor. So sit tight and enjoy the video. So this is class 4 Annapurna Aroma English School. Welcome back everyone. My students are very disciplined and hardworking. कहिलेकाहीँ ड्रइङको बिल्याउन बिर्सिन्छन् मेरा विद्यार्थीहरू, तर रफ कपी भए पनि बनाउँछन्, खुसी लाग्छ। मैले चाहिँ क्लासमा लाइभ कलरिङ गरेरै देखाउने गर्छु बच्चाहरूलाई सजिलो होस्, सजिलो तरिकाले सिकोस् भनेर। सेम ट्री हाउस, सेम कलरिङ, सेम कन्सेप्ट मैले न्यू होराइजन स्कुलको विद्यार्थीहरूलाई पनि सिकाउने कोसिस गरिरहेको छु। Hello everyone, this is class 5 Rara, New Horizon English School. सो यो क्लासमा चाहिँ पेन्डिङ रहेका ड्रइङ पेन्टिङहरूलाई कन्टिन्यू गर्नु यदि कोही बाँकी हुनुहुन्छ भनेर भनेको थिएँ मैले। सो विद्यार्थीहरूले त्यसैलाई नै कन्टिन्युटी दिँदै हुनुहुन्छ। कहिलेकाहीँ ड्रइङ कपी नलिएर आउने, कलर नलिएर आउने, त्यो समस्या चाहिँ स्कुल जुनसुकै भए पनि, विद्यार्थी जुनसुकै भए पनि सेम। नेक्स्ट अर्को कुरो, स्टुडेन्टहरू एनिमेको यति धेरै फ्यान छन्, नारुतो, गोकु, गोजो कुरै नगर भगवान्। यो क्लासको सबैभन्दा मेहनती र एन्टिक स्टुडेन्ट यो। आर्टवर्कमा यति धेरै ध्यान कि हातभरि कलर लागेको पनि थाहै छैन उसलाई फेरि। ल सिरियसनेस। नाक त यहाँ बगाउँछ। नाक पञ्चमीमा बनाएको ड्रइङ आज बल्ल कलरिङ हुँदै यहाँ। अल्छीको नाममा मा अल्छी हो। क्लासमा एकदम राम्रो मान्छे गर्न कोसिस गर्नुहुन्छ। कहाँ तिम्रो ड्रइङ के हो त्यो? ओ क्लासको मा अल्छी के हो नि यो सब चारवटा सर्प चाहिँ अगाडि फर्के अनि यो चाहिँ पछाडि को यो वर्षा हो। ड्रइङ देखाऊ, यस्तो राम्रो राम्रो मान्छेहरूले बनाएको ड्रइङ हेर्नु न। आमा यति मेहनत दियो नि, कलर कहाँ के गरेको थाहा पनि छैन। ऊ पनि यही क्लासको स्टुडेन्ट हो, यो चाहिँ क्लास 5 हो। दुईटा क्लास झरेर आज यहाँ पुगेछ। नारुतो उजुमाकी देखाऊ। नारुतोलाई ज्वरो आएको हो, रातो खत नारुतो। हेर न यहाँ कलर हान्दा हान्दा कापी च्यात्यो। अब देखाऊ, बनाउँछौ नि पक्का। कस्तो राम्रो के हो यो रातो टिका रातो हो त
बाबु देखा ल ड्रइङ देखाऊ ड्रइङ एउटा कागजी बनायो वा ओके लुकी गुड नेक्स्ट हेर न क्लासमा सिकाएको ड्रइङ एउटा कम्प्लिट छैन प्रिजम अल्छी गर्छ र फेरि यसले नत्र त राम्रो ड्रइङ बनाउँछ यो मान्छेले त्यहाँ ड्रइङ हेर्नुहोस् घर पुरै रातो फुल बनाइदियो तिमीले आफै बनायो केमा कलर हानिरहेको तिम्रो ड्रइङ त त्यहाँ त सौगात मल्ल Now this is class 7 Lumbini Oroma English School. These are the boys and these are the girls. So this class is all about color mixing with the primary color and everyone is ready. पत्र बनाउनुहुन्छ आमाले त्यसपछि हुनुहुन्छ हाम्रो सङ्गीत छैन बाबु राम्रो भयो काँड आयो कालो पुछ न एउटा सफा कपडाले पुछ न क्लासमा सबैजना विद्यार्थीहरू एकदम मेहनती हुनुहुन्छ परिश्रमिक हुनुहुन्छ तर तपाईहरुले देख्न सक्नुहुन्छ पेपरमा कलर नलगाएर हातमा कलर लाउँछन् यो ग्याङ फेरि लजाएर हैरान अगाडि क्यामेरा राखिदिएको टिकटक बनाम भने भए चाहिँ नाच्थ्यो होला अब यहाँ आर्ट भिडियो बनाम भनेको लजाएर हैरान एउटाले कान छोप्ने एउटाले आँखा छोप्ने एउटाले लुक छोप्ने हेर हेर लजाएको भगवान यहाँ काम छैन आर्ट गर्नु भनेको हैन ड्रइङ कपी पनि छैन कलर पनि छैन हाम्रो यो 7 क्लासको पिकासो आर्ट हेर्नु यहाँ डेन्जर पिकासोको पार्टनर मै राम्री हुन के गरौँ भन्देऊ ओहो आँखा हेर्नु आँखा So that's it for today. Thank you for watching. I hope you guys all enjoy it. Don't forget to like and comment.